बरोबर। अँ, त्यति अनि हो नि। अहिलेसम्म चाहिँ तपाईँले उपचार चाहिँ कसरी गराइरहनु भएको छ त? अहिले त छैन अब यत्तिकै। किनभने एउटा सानो भर्खरको कलिलो अवस्थाको भाइ एउटा चाहिँ गुहार मागिरहेको छ। आफ्नो परिवारले उपचार गर्न नसकेपछि उहाँ गुहार माग्दै हुनुहुन्छ र घरको परिवारको अवस्था पनि एकदमै दयनीय भएको कारणले आज उहाँलाई एकदमै समस्या भइरहेको छ। त्यसैले तपाईँले जति सक्नुहुन्छ सहयोग गर्नुहोला। यदि सक्नुहुन्न भने यो भिडियोलाई धेरै सहयोगी मनका धनी प्रति चाहिँ सेयर म गरेर गरिब हो, गरिबमा जन्मे। अब मेरो अवस्था नै सकेन, कमजोर भयो। सकेसम्म तपाईँहरूले सहयोग गरिदिनु होला। आदरणीय दर्शक महानुभावहरू, यतिखेर तपाईँहरूलाई फेरि पनि एउटा चाहिँ यो भाइ बकाया गाउँपालिका वडा नम्बर 7 धमिलीको हुनुहुन्छ। उहाँको चाहिँ पित्त थैलीमा समस्या भएको कारणले आर्थिक अवस्था पनि कमजोरी, उहाँको चाहिँ घरको अवस्था पनि एकदमै दयनीय। त्यही भएको कारणले चाहिँ उहाँलाई चाहिँ एकदम सहयोगको आवश्यकता रहेछ। अहिले चाहिँ बकाया गाउँपालिकामा उहाँले चाहिँ उपचारको लागि सहयोग गरिदिनको लागि चाहिँ अध्यक्षज्यूलाई भेट्न जाने क्रममा चाहिँ मैले बाटोमा भेटाइसकेपछि के छ समस्या भनेर सोद्धाखेरि आज उहाँको चाहिँ एकदमै समस्या, उहाँले उपचार गर्न नसकेको अहिले भर्खरै 30 वर्षको उमेरको यस्तो उमेरको एउटा चाहिँ भाइ जो चाहिँ रोगले एउटा ग्रसित भएर पित्त थैलीमा मासु जमेर उहाँको अपरेसन गर्नको लागि चाहिँ नसकेको र कमाउनको लागि पनि नसकिने यो पित्त थैलीमा चाहिँ असर भइसकेपछि चाहिँ उहाँले काम गर्न के हिँडुल गर्न पनि अब एकदमै अप्ठ्यारो भएको कारणले चाहिँ उहाँले मलाई भिडियो बनाइदिनु भनेर रिक्वेस्ट गर्नुभएपछि मैले यो भिडियो बनाउँदैछु। कृपया यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला, जो कि यो सहयोगी मनको जो मन भएको व्यक्तिहरूमा चाहिँ यो भिडियो पुगोस्। म चाहिँ एउटा कुरा सोध्न चाहन्छु, तपाईँलाई चाहिँ यो रोग लागेको चाहिँ कति भयो? हुन चाहिँ 4-5 महिना नै भइसक्यो रहेछ। पहिले चाहिँ ग्यास्ट्रिकको भनेर दुख्यो भनेर हल्का दुख्ने बेला चाहिँ ग्यास्ट्रिकको भनेर चाहिँ ग्यास्ट्रिकको दबाई खाइरहेको थियो। अनि पछिदेखि त्यही दबाईले नै फर्स्ट त छुइरहेको थियो। पछि चाहिँ साह्रै दुख्नु थाल्यो। त्यहाँदेखि चाहिँ सक्दैन भनेर एकचोटि चेकअप गर्नु पर्यो भनेर चेकअप गर्नु जानेको त पित्त थैलीमा मासु पलाएको रे। चाँडोभन्दा चाँडो अपरेसन गर्नुपर्छ। उसमा पुगेपछि क्यान्सर हुन्छ, क्यान्सर भएपछि बाँच्नुलाई नै गाह्रो हुन्छ भनेर भन्यो। अनि मलाई डर पनि लाग्यो। अब घरको अवस्था हेर्दा नि त्यस्तै छ। अब घरलाई नि भनौँ, अब परिवारलाई भनौँ, घरको परिवारले नि खै कसरी सक्छ र। हामी गरिब हो। माथि काम गर्थ्यो गल्ला चाहिँ लाइनमा कार्पेटमा काम गर्ने बेला अब त्यहाँको ठेक्दानीले भन्थ्यो आधी जति पैसा तिमी खोज, आधी हामी तिर्छु भने हामीले त कसरी सक्छ र खर्चलाई। तपाईँको अपरेसन गर्न चाहिँ कति पैसा चाहिन्छ भन्नुभएको छ? भन्थ्यो सरकारीमा गऱ्यो भने 35 मात्रै जान्छ भन्छ। 35,000 अपरेसन गर्नलाई। प्राइभेटमा चाहिँ 40-45 भन्थ्यो। अनि त्योभन्दा दबाई गर्दा के गर्दा 1-1.5 लाख नै जान सक्छ भन्ने कुरा गर्यो। अनि अहिलेसम्म चाहिँ तपाईँले उपचार चाहिँ कसरी गराइरहनु भएको छ? अहिले त छैन अब यत्तिकै। अहिले कहीँ उपचार गर्नु भएको छैन? त्यहाँनिर चेक जाँच गर्दाखेरि चाहिँ कति खर्च गयो त? गयो चेकअप गर्ने बेला 5-6 हजार गयो। आदरणीय दर्शक महानुभावहरू, तपाईँले सुनिसक्नुभयो बिरामीको अवस्था। एउटा खासमा उहाँको 40-50 हजार भन्ने कुरा चाहिँ धेरै ठुलो रकम त होइन। उहाँ एउटा चाहिँ यस्तो उमेरको यस्तो अवस्थाको व्यक्ति जो व्यक्तिले कमाएर पनि भोलि तिर्न सक्छौँ, तर कमाउने अवस्थामा जुन बेला आफूले कमाउन सक्ने क्षमताको भयो, घर परिवारलाई छोडेर घर परिवारलाई पाल्नको लागि आफू चाहिँ गलैँचा बुन्ने काम गर्दा पनि उहाँलाई यस्तो रोग लागेर आफै नै उपचार गर्नुपर्ने अहिले आफै नसक्ने भएपछि उहाँलाई एकदम समस्या परेको छ। आदरणीय दर्शक महानुभावहरू, तपाईँले जति सक्नुहुन्छ यो भाइलाई सहयोग गरिदिनको लागि अनुरोध गर्न चाहन्छु। किनभने एउटा सानो भर्खरको कलिलो अवस्थाको भाइ एउटा चाहिँ गुहार मागिरहेको छ। आफ्नो परिवारले उपचार गर्न नसकेपछि उहाँ गुहार माग्दै हुनुहुन्छ र घरको परिवारको अवस्था पनि
एकदमै दयनीय भएको कारणले आज उहाँलाई एकदमै समस्या भइरहेको छ। त्यसैले तपाईँले जति सक्नुहुन्छ सहयोग गर्नुहोला। यदि सक्नुहुन्न भने यो भिडियोलाई धेरै सहयोगी मनका धनी प्रति चाहिँ सेयर गरेर पुर्याइदिनु होला। उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त? मैले त सकेसम्म मलाई सहयोग गर्नु होला तपाईँहरूको मनले, किनभने म गरिब हो, गरिबमा जन्मे। अब मेरो अवस्था नै सकेन, कमजोर भयो। सकेसम्म तपाईँहरूले सहयोग गरिदिनु होला। पक्कै पनि दर्शक महानुभावहरू, यो भाइ अहिले हामीले हेर्दाखेरि, तपाईँले हेर्दाखेरि पनि तपाईँलाई थाहा हुन्छ, एउटा चाहिँ भर्खरको उमेर कलिलो अवस्थाको एउटा के अरे व्यक्ति, जो व्यक्ति अशक्त भएर आफ्नो परिवारलाई आफूले गलैँचे बुनेर पालिरहेको, आफै नै अहिले अशक्त भएपछि उहाँले चाहिँ उपचार गर्न नसकेको धेरै ठुलो रकम त होइन, 30-40 हजारको रकम हो। यदि तपाईँले आफूले आज खाजा खानुहुन्छ भने खाजा खाएको पैसा तपाईँले 5% 500 खानुहुन्छ भने त्यसमा 5 रुपियाँ तपाईँले चाहिँ 5 रुपियाँ किन नहोस् सङ्कलन गरेर उहाँ भाइको लागि उपचारको लागि खर्च गरिदिनु होला। हामी त एउटा मिडिया हो, एउटा चाहिँ सामाजिक सञ्जालमा एउटा भिडियो हाल्छौँ, त्यसपछि भिडियो हालिसकेपछि हामीले आफ्नो व्यक्तिगत तर्फबाट हामीले सहयोग गर्ने पनि हामी पनि असक्षम छौँ। त्यसैले तपाईँहरू एउटा सहयोग रूपी मनका धनी रूपी व्यक्तिहरूको लागि चाहिँ मैले यो भिडियो बनाएको छु, कृपया सहयोग गरिदिनु होला। र आजलाई पनि हामी छुटिन चाहन्छौँ। यस्तो यस्तो भिडियोहरू हामी हालिरहेका हुन्छौँ। यो भाइको के भयो, कस्तो भयो र उहाँले खाता नम्बर मलाई उपलब्ध गराउँछु भन्नुभएको छ। खाता नम्बर चाहिँ तपाईँले उपलब्ध गराइदिनु पर्छ। कसैको हुन्छ, तपाईँको नजिकको साथीको कोही छ भने खाता नम्बर तपाईँले पठाउनु भयो। खोइ कसैको छ र कसैको नि छैन। जस्तै भूकम्पमा बुवाको छ भन्नुभएको छ, भूकम्प घर परेपछि चाहिँ अनि बुवाको छ भने खाता नम्बर पठाइदिनु होला। यदि तपाईँ नभएको भए मैले तपाईँको उहाँको नम्बरमा ई सेवा खोलेर ई सेवाको क्युआर कोड तपाईँलाई म फेसबुकमा यो पेजमा राखिदिएको हुन्छु, त्यसमा तपाईँले सहयोग गर्न सक्नुहुन्छ। एउटा मठ मन्दिर जानु पर्दैन, तपाईँ एउटा अशक्त असक्षम व्यक्तिको लागि एउटा उपचारको लागि तपाईँले सहयोग गर्नुभयो भने मठ मन्दिर धाउनुभन्दा यो जतिको पुण्य काम अरू कुनै हुने छैन। आजलाई भने छुट्टिन्छ। हस्, नमस्ते।